यसको मतलब तपाईहरूले जित्नको लागि राम्रो दोहोरी गाउनै पर्ने हुन्छ। शब्दहरू के खेल हो दोहोरीको। त्यसैले गर्दाखेरि दोहोरी प्रतियोगिताको मूल्याङ्कनको मुख्य आधार भनेकै तपाईँहरूले प्रयोग गर्ने शब्दहरू, तपाईँहरूले गर्ने सवाल जवाफहरू, तपाईँका शब्द संयोजन, शब्द छनौटहरू, मुख्य आधार भनेको यही हो दोहोरीको। दोहोरी गाउँदा जातीय, लैङ्गिक, राजनीतिक वा कुनै पनि व्यक्तिगत भावनामा आँच आउने खालका आरोप प्रत्यारोपका अथवा आक्षेप लगाउन पाइने छैन। अश्लील तथा अपाक्षित शब्दहरू प्रयोग गर्न पाइने छैन। नेपालको कुनै पनि कानुन उल्लङ्घन हुने खालका शब्द तथा विषयवस्तु प्रस्तुत गर्न पाइने छैन। शब्दकोशमा नभएका तर बोलीचालीमा प्रयोग हुने भेगिए शब्दहरू विपक्षीले नबुझ्न सक्ने हुनाले सबैले बुझ्ने सरल नेपाली शब्दहरूको प्रयोग गर्नुपर्छ। आगन्तुक शब्दहरू बाहेक अन्य कुनै पनि विदेशी भाषाका शब्दहरू प्रयोग गर्न पाइने छैन। मैले यो धेरैचोटि प्रतियोगितामा भाग लिने र सबैलाई थाहा भएको कुरा हो। कसैलाई पनि जातीय रूपमा चाहिँ आक्षेपहरू लगाउने, भौगोलिक रूपमा चाहिँ ठाउँ अनुसारका आक्षेपहरू लगाउने, लैङ्गिक रूपमा केटा र केटीको विभेद हुने खालका आक्षेपहरू लगाउने, होइन। अब राजनीतिक रूपमा तँ पार्टीको म पार्टी भन्ने जस्ता कुराहरू चाहिँ दोहोरीमा आउन भएन। अनि अर्को कुरा, कतिपय ठाउँमा भेगिए शब्दहरू हुन्छन्। जस्तै तपाईँ, हाम्रो एउटा भौगोलिक विविधता छ, सांस्कृतिक विविधता छ। त्यसले गर्दा सुदूरपश्चिममा बोलिने भाषाहरू, कुनै शब्दहरू अहिले हाम्रो दोलखाबाट कोही प्रतिस्पर्धी हुनुहुन्छ र उहाँले त्यो शब्द नबुझ्न सक्नुहुन्छ। नबुझ्दाखेरि चाहिँ के उत्तर दिने, त्यहाँनिर कन्फ्युजन हुनसक्छ। त्यसले गर्दाखेरि तपाईँहरूको भाषालाई, तपाईँहरूको टोनलाई हामी एकदमै सम्मान गर्छौँ। तर यहाँ सबै नेपालभरिबाटै भाग लिने हुनाले नेपाली शब्दकोशमा भएका शब्दहरू मात्रै प्रयोग गरिदिनु होला। कतिपय भेगिए चाहिँ शब्दहरू प्रयोग गर्दाखेरि चाहिँ नबुझ्ने हुनाले भेगिए शब्दहरू चाहिँ हामी सकेसम्म प्रयोग नगर्न अनुरोध गर्न चाहन्छ। र आगन्तुक शब्दहरू, कतिपय आगन्तुक शब्द जस्तै स्कुल भनेको चाहिँ अङ्ग्रेजी शब्द हो, तर त्यसलाई हामीले आगन्तुक शब्दको रूपमा लिन्छौँ। स्कुल भन्दा हामी अङ्ग्रेजी किन भन्यो भनेर नम्बर चाहिँ काट्दैनौँ। तर जसको चाहिँ नेपाली अर्थ नै नेपाली उल्था नै एकदमै प्रयोगमा हुनेछ, तर तपाईँले चाहिँ इङ्ग्लिस प्रयोग गर्नुभयो भने, हिन्दी प्रयोग गर्नुभयो भने चाहिँ नेपाली भाषा बाहेकका अन्य भाषा, बाह्य भाषाहरूको प्रयोगलाई चाहिँ हामी त्यसमा अनुमति दिइने छैन। पक्कै पनि नम्बर काटिनेछ। प्रयोग गरिएको भाकालाई पूर्ण रूपमा न्याय दिएर गाउनुपर्ने हुन्छ। भाका बिगारेमा वा तोडमोड गरेर गाउन पाइने छैन। एल्बममा जसरी गाइएको छ त्यसरी नै एक एक टुक्का दोहोऱ्याएर गाउनुपर्नेछ। सुरुमा हे, हा वा हुम जस्ता शब्द प्रयोग गर्न पाइनेछ, तर सिधै टुक्का उठाउन पाइने छैन। धेरै छिटो वा ढिलो गाउन पाइने छैन। निर्णायकले सुरबाजा मार्फत दिएको स्केलमा गाउनुपर्नेछ। सम्पूर्ण भाकाहरू निर्णायकले अघिल्लो दिन नै उपलब्ध गराउनेछन्। पालो आएपछि मलाई आउँदैन भन्न पाइने छैन। यसको मतलब के हो भने, जस्तै पानको पात भन्ने भाकालाई, होइन, कति राम्री भएर आके हौ, होइन, त्यसैमाथि मिठो गीत गाके हौ भन्नु पर्यो भने ए कति राम्री भएर आकी हौ भनेर एकदम छिटो नि गाउनु भएन। त्यो एल्बम भन्दा कसैले चाहिँ फेरि कसैको बानी के हुन्छ भने हे कति राम्री भएर आकी, त्यो स्वर मिठो बनाउँछु भनेर त्यो एकदमै अड सुनिने तरिकाले नि तान्न भएन क्या। जे छ त्यो ठिक्क हो क्या। दोहोरी भनेको शब्दको खेल हो, शब्द बुझिन पर्यो क्या। तपाईँको सुर एकदमै तानेर खिड्का आयो के किन आयो भनेर हामी मूल्याङ्कन त्यो गर्दैनौँ। भाकालाई न्याय गर्नुहोस्, अब तोडमोड नगर्नुहोस्, होइन। नभएका चाहिँ मेलोडीहरूतिर अन्ततिर नलैजानुहोस्। सर्जकलाई पनि न्याय हामीले चाहिँ सम्मान गर्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ भाकालाई तोडमोड नगर्नुहोस्। र धेरैले भन्नुहुन्छ एल्बममा हे छ, हा छ के भन्ने भनेर। दोहोरीमा केही पनि हुँदैन। त्यो दोहोरीमा हे भने नि, हा भने नि, अथवा भनेर सुरु गरे नि, जे भनेर सुरु गर्दा नि हुन्छ। तर एल्बममा हे थिएन, त्यही भएर नभनेको भन्न चाहिँ पाइँदैन। नर्मल्ली हामीले हाम्रो दोहोरीमा हुने अभ्यासहरूलाई पनि सम्मान गर्नुपर्छ। हिजोदेखि नै दोहोरी गाउँदा चाहिँ हे भन्ने अथवा हा भन्ने अथवा भन्ने चलन छ। त्यो तिनवटा मध्ये तपाईँले जे पनि भन्न सक्नुहुन्छ। तर सुरुमै शब्द मात्रै उठाउनु भयो भने चाहिँ त्यहाँनिर हामीले चाहिँ तपाईँहरूको कमजोरीको रूपमा लिनेछौँ। त्यसलाई चाहिँ ख्याल गर्नु होला। सुरुमा चाहिँ तपाईँले हे अथवा हा अथवा गर्नु चाहिँ हु चाहिँ नगर्नु। हु गर्नुभन्छ अहिले फेरि अर्कै त्यो नराम्रो अर्थ दिन सक्छ। अर्को छ तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। नेपाली मौलिक पोसाकमा उपस्थित हुनुपर्नेछ। सम्भव नभए पनि वेशभूषा मर्यादित हुनुपर्नेछ। हामीले पहिले पनि भनेका थियौँ धेरै कार्यक्रमहरूमा, यो टिकटक लाइभमा, हरिदाईको टिकटक लाइभमा पनि भनेका थियौँ, सकेसम्म हामी नेपाली मौलिक पोसाकमा उपस्थित हुनुपर्नेछ। अथवा मौलिक पोसाकमा उपस्थित हुनै सकिन भने कमसेकम केटा मान्छेले एउटा ढाका टोपी, होइन, तपाईँहरू दोहोरी गाउन आउनु भएको छ, टी सर्ट माथि सारेर यस्तो गरेर कपाल ठाडो बनाएर चाहिँ दोहोरी गाउनु भयो भने त्यो चाहिँ हामीले त्यति मर्यादित मान्दैनौँ। हामीले त्यसमा पनि अनुशासनको नम्बरहरू
हेर्छौँ नै पक्कै पनि। अब दौरा सुरुवालै लाउन सम्भव भएन भने केटा मान्छेले कमसेकम एउटा कोट अथवा ढाका टोपी त लाउन सक्छ। तपाईँ जहाँ भए पनि ढाका टोपी त तपाईँसँग पक्कै छ होइन, जस्तोसुकै अवस्थामा भए पनि। त्यसले गर्दा कमसेकम अलिकति मर्यादित भएर चाहिँ उपस्थित भइदिनु होला भन्ने हो। अर्को छ राम्रो इन्टरनेट, उज्यालो वातावरण तथा शान्त स्थानलाई प्राथमिकता दिइनेछ। बिचमा इन्टरनेट वा अन्य कारणले रोकिन पुगेमा नम्बर काटिनेछ। हेडफोन, एयरपड वा कानमा कुनै यन्त्र प्रयोग गर्न पाइने छैन। गाउँदा स्क्रिनतर्फ हेरेर गाउनुपर्छ। आफूले गाउँदा बाहेक अन्य समयमा म्युटमा बस्नुपर्ने हुन्छ। विपक्षीले टुक्का अन्त्य गरेको 10 सेकेन्डभित्र म्युट खोली टुक्का उठाउनु पर्नेछ। विपक्षीले गाइरहँदा भिडियो अफ गर्न पाइने छैन। तपाईँले पक्कै बुझ्नुभयो होला, एकदमै राम्रो इन्टरनेट हुनुपर्छ। तपाईँको वातावरण एकदमै उज्यालो, कसैले डिस्टर्ब पनि नगर्ने खालको। गाउँदा गाउँदै पछाडिबाट चाहिँ यसरी ढाडमा एउटाले चाहिँ आएर चाहिँ कोट्याएर के गरिरहेको भनेर यस्तो गर्दै हो भने अब त अशोभनीय देखिँदैन नि त यो यत्रो ठुलो कार्यक्रममा। त्यसले गर्दा कतैबाट पनि डिस्टर्ब नहुने राम्रो इन्टरनेटमा बस्नु होला, उज्यालो वातावरण, अँध्यारोमा पनि बस्नु भएन। त्यसै गरी तपाईँको इन्टरनेट हामी बुझ्छौँ त्यो तपाईँको समस्या त होइन, तर कहिलेकाहीँ भवितव्य हुनसक्छ। इन्टरनेट चाहिँ अब गाउँदा गाउँदै इन्टरनेटले नै धोका दियो भने, गाउनै सक्नु भएन भने, अहिले इन्टरनेट भोलि राम्रो हुन्छ, एकछिनपछि राम्रो हुन्छ भनेर हामी तपाईँलाई कुरेर बस्न चाहिँ सक्दैनौँ। त्यसको लागि हामी अहिले नै म माफी चाहन्छु, हामी सबै माफी चाहन्छौँ। आयोजकको तर्फबाट पनि इन्टरनेट राम्रो गर्नु होला। कहिलेकाहीँ गाउँदा गाउँदै फाट्टै वाइफाई गयो अथवा चाहिँ केही भइहाल्यो भने तपाईँ टिकटकको नियमअनुसार, टिकटकको टेक्निकल अनुसार तपाईँ लिफ्ट हुन पर्दैन। तपाईँको एकछिन घुमिरहन्छ, त्यो कुरा हामी बुझ्छौँ। 10 सेकेन्ड, 15 सेकेन्ड, 20 सेकेन्डसम्म तपाईँको अर्को नेट कनेक्ट गर्नलाई टाइम लाग्यो भने त्यसमा हामीले एक्सक्युज दिन सक्छौँ। तर अब घुमेको घुमै गर्ने, कहिले क्यारक्यार आउने, शब्दै नसुन्ने भयो भने त तपाईँलाई हामीले चाहिँ डिस्क्वालिफाई गर्नै पर्ने हुन्छ। त्यसको लागि म अहिले नै माफी चाहन्छु। अर्को कुरा, अब म्युट बस्ने कुरामा एकदम ख्याल गर्नु होला तपाईँहरूले। अर्को साथी गाउँदा म्युट बसिराख्ने अथवा म्युट बसिरहँदाखेरि चाहिँ अर्को साथीले गाउँदा भिडियो अफ गर्न पाइने छैन, त्यो तपाईँहरूलाई थाहा छँदैछ। र अनि अर्को कुरा, तपाईँले गाउँदाखेरि चाहिँ जस्तै मलाई हेर्नु होला एकचोटि, मैले यसरी चाहिँ गाउँदाखेरि हे भनेर ठ्याक्कै स्क्रिनमा हेरेर गाउँदा तपाईँले हे भनेर यसरी गाउनु भयो भने तपाईँको शैली हुनसक्ला, यसरी गाएको तपाईँको फिल हुनसक्ला। तर हामी टिकटकको दुनियाँमा हामीलाई शङ्का गर्ने माध्यम हुन्छ। कतै लेखेर गएको छ कि कसैले यताबाट देखाइरहेको छ कि भन्ने शङ्का गर्ने हामीलाई माध्यम हुन्छ। त्यसले गर्दा टक्क अगाडि स्क्रिनमा हेरेर तपाईँहरूले गाउनै पर्नेछ। र अर्को कुरा, अनि म्युट चाहिँ तपाईँले अर्को प्रतिस्पर्धीले गाइसकेपछि तपाईँहरूले म्युट खोलेर चाहिँ गाउँदाखेरि 10 सेकेन्ड समय हामीले तपाईँलाई दिन्छौँ। तर यसको मतलब चाहिँ हरेकचोटि त्यो 10 सेकेन्डको फाइदा उठाउने चाहिँ होइन। एकचोटि दुईचोटि हो, तर राम्रो टुक्का बनाउँछु भनेर 5वटा टुक्का दिएकोमा 5 चोटि चाहिँ तपाईँले चाहिँ 10 सेकेन्ड घडी हेरेर अनि म्युट खोल्नु भयो भने त हामीलाई एकदम मूल्याङ्कन गर्न गाह्रो भयो भने त्यो चिजलाई पनि हामीले हेर्नुपर्छ। कहिलेकाहीँ चाहिँ 10 सेकेन्ड हामीले चाहिँ समय 10 सेकेन्ड भित्रमा चाहिँ उत्तर दिनुपर्ने भनेर नियम राखेका छौँ, त्यो पनि ख्याल गर्नु होला। दोहोरीको निर्णयहरू अब हामीले लगभग यो लामो कार्यक्रम भएको हिसाबले धेरै समय लगाउँदैनौँ, हामीले निर्णय दिन्छौँ। यो पहिलो राउन्डमा चाहिँ हामीले कार्यक्रमको आज कार्यक्रम भयो भने आज को सेलेक्ट हुनुभयो दोस्रो राउन्डको लागि भनेर हामी अन्तिममा नामावली तयार पार्छौँ। तर दोस्रो राउन्डपछि हाम्रो भर्सेस बन्छ, एपोल र बिपोल बन्छ। मजाले तपाईँहरूले भाग लिइरहनु भएको जस्तै एपोल बिपोल बन्छ। त्यहाँनिर हामी 1-2 मिनटभित्रमै निर्णय दिन्छौँ र नकआउट हुन्छ त्यसपछि चाहिँ। तर अहिले चाहिँ पहिलो राउन्डमा तपाईँहरू दुवैजनाले राम्रो गाउनु भयो भने दुवैजना अगाडि पनि बढ्न सक्नुहुन्छ, दुवैले बिगार्यो भने दुवै आउट पनि हुन सक्नुहुन्छ, र दुईजनामध्ये एकजना राम्रो गाउनु भयो भने एकजना अघि जाने, एकजना बिदाई पनि हुन सक्ने हुनुहुन्छ। र यो 3टा टुक्काको दोहोरी भनेका छन् पहिलो राउन्डमा। तपाईँहरूलाई म के अनुरोध गर्न चाहन्छु भने 3टा टुक्काको दोहोरीमा सकेसम्म गल्ती कम गर्नु होला। 3टा टुक्काको दोहोरीमा एउटा टुक्का बिगार्नु भयो भने तपाईँलाई हामीले लान असमर्थ नै हुन्छौँ। किनभने 3टा टुक्कामा एउटा टुक्का बिगार्नु भनेको 10वटामा 3टा टुक्का बिगार्ने हो, त्यो भनेको 33.33% बिग्रिने हो। 3 भागको 1 भाग नै बिग्रिने हो। त्यसले गर्दा 3 भागको 1 भाग के बिग्रियो भने हामी कसरी लाने होइन। त्यसैले गर्दा मैले अघि पनि भनेको छु, भ्युअर साथीहरू एकैछिन धैर्य गर्नुलाई, नियम त भन्नै पऱ्यो गरे होइन। अनि निर्णायकको निर्णय नै अन्तिम निर्णय हुनेछ, त्यो भन्नै पर्दैन होइन। तेस्रो राउन्डदेखि विषयवस्तु दिइनेछ, पक्कै पनि एउटा हामीले नयाँ नयाँ विषयवस्तु दिनेछौँ, नयाँ नयाँ फर्मेटहरू पनि छन्, हामी भन्दै जानेछौँ। र विषयवस्तुमा जसले राम्रो गाउँछ उसैले दोहोरी जित्ने हो। अन्य नियमहरू दोहोरीको चलन चल्तीमा रहेका आधारभूत नियमहरू अनुसार नै लागू हुनेछन्। तपाईँहरू दोहोरी गाएर हिँड्नु भएको लगभग तपाईँहरूलाई थाहा छँदैछ, त्यही नियमहरू हुने यहाँ पनि होइन। अब अनुशासन
को ख्याल गर्ने, सम्मानजनक अनि राम्रो सभ्य व्यवहारहरूलाई नै हामी एकदम प्राथमिकता दिनेछौँ। निर्णायक समितिले आवश्यक परेमा निर्णयहरू हामी एउटा राउन्ड अर्को राउन्डमा हेरफेर गर्न सक्नेछौँ अथवा फर्मेट चेन्ज गर्न सक्नेछौँ। कति टुक्का गाउने भन्ने चाहिँ हामीले आज सुरुमा 3 टुक्का भन्यौँ, तर अब दोस्रो राउन्डमा कति टुक्का दिने भन्ने चाहिँ हामी त्यति बेलै भन्नेछौँ। त्यति बेलाको परिस्थिति हेरेर हामी फेरि कति टुक्का भनेर भन्दैछौँ। कार्यक्रम चलिरहँदा प्रतियोगीहरूले कसैले पनि दोहोरीको बारेमा कमेन्ट गर्न पाइने छैन, अथवा आफ्नो पालो आउने बेला गेस्ट रिक्वेस्टमा बस्नुपर्नेछ, पालो सकिएपछि बोर्डबाट झर्नुपर्नेछ। आफ्नो कार्यक्रम हाम्रो कार्यक्रम चलिरहँदा आफैले लाइभ खोलेर बस्ने अथवा कसैको लाइभमा जोडिन पाइने छैन। यो नियम चाहिँ अलिकति कडा छ यसपालि। तपाईँहरू प्रतिस्पर्धी यहीँ हुनुहुन्छ भने तल हेरिरहनु भएको छ, कसैले बिगारे भने बिग्रियो भनिदिने अथवा अनुप्रास मिलेन भनिदिने, त्यस्तो लेखिदिने क्या साथीहरूले लेखिदिने हो धेरैको